भगिन अब म एकैचोटिमा के मान्दिने हो हेरौँ न। छक्का मेरी आमै नि खत्तम भो बर्बाद भो नि। यत्रो दुःख गरेर रगत पसिना बगाएर कहाँ पुऱ्याएको थिएँ, स्वाटै यो नागले खाइदिनाले फेरि एकबाटै पो सुरु गर्न पर्ने भयो त। खैर केही छैन, आत्तिनु हुँदैन, फेरि एकबाटै सुरु गर्ने हो होइन। फेरि सर्प जति चाहिँ सबैलाई एकैचोटि डायरिया भएर झल्लु नै बकारेछन्। ल लुडो पो खेलेर बसिराख्नु भएको छ? होइन, बसेर चाहिँ लुडो खेलिराखेका छु मुख्यमन्त्रीज्यू। आउनुहोस् आउनुहोस्, लुडोमा भिडौँ। तपाईँलाई शरम लाग्दैन? मुख्यमन्त्रीजी जस्तो मान्छे लुडो खेल्नु भन्नुहुन्छ, सम्मान गर्न आउँदैन? मुख्यमन्त्रीज्यूलाई त हाम्रो सधैँ श्रद्धा सम्मानै छ नि। साँच्चै पाडेजी, म त तपाईँहरूलाई एउटा काम पो दिन आएको यहाँ। अब काम नै दिनु मन थियो भनेदेखि हजुरले गाउँका अलि फुर्सदिला डाम्नाहरूलाई भन्नुभएको भए राम्रो हुन्थ्यो। देखिहाल्नुभयो मेरो व्यस्तता। त्यसपछि हामी काका भतिजले चाहिँ बाघचाल खेल्ने योजना गरेका छौँ। भन्नु न के काम होला? पाण्डेजी, अहिले हाम्रो गाउँ समाजमा यो डेङ्गु भन्ने रोगको प्रकोप फैलिएको कुरा तपाईँ हामीलाई थाहा छँदैछ। यसको प्रकोपबाट बस्न, यसलाई नियन्त्रण गर्नको लागि हाम्रो गाउँ टोलमा भएका यो पानी जम्ने खाल्टाखुल्टीहरू पुर्न र जनताहरूलाई आफ्नो घर आँगन सफासुग्घर राख्नु पर्यो भनेर तपाईँहरूले माइकिङ गरेर जनचेतना फैलाउने काम गर्नु। यति काम गरे बापत तपाईँहरूलाई हाम्रो मन्त्रालयबाट केही रकम निकासा पनि हुन्छ। भनेपछि डेङ्गुको प्रकोप रोक्नलाई गाउँभरिका पानी जमेका खाल्टाखुल्टीहरू पुर्नु पर्यो। जनतालाई जनचेतनाको लागि माइकिङ गर्दै हिँड्नु पर्यो होइन त? सूचना सूचना सूचना। आदरणीय गाउँले दाजुभाइ तथा दिदीबहिनीहरू, यो लामखुट्टे बन्ने डाम्नुको हामीले के खाइदिएका छौँ, त्यसले गर्न खोजेको के हो? झन् त्यो लामखुट्टे डाम्नुलाई हामीले आफ्नै काका भतिज साली नाति छोरी सम्झेर रगत चुस्न दिएको त उल्टै हामीलाई टोकेर डेङ्गु सार्दिने, बरु रगत चुस्न नै दिने हो भने झुक्कालाई चुसाउँ। गरिब किसान जनताको रगत चुस्ने त्यस्ता शोषकी लामखुट्टे डाम्नाहरूको वंश नाश गरौँ। घर आँगन सफा राखौँ। जुका जिन्दाबाद, डेङ्गु सार्ने लामखुट्टे मुर्दाबाद। ए जोइन्टे हजुर, मुख्यमन्त्रीज्यूले पानी जमेका खाल्टाखुल्टी सबै पुर्नु भन्या होइन त? हो काका। ए भाइ, एक काटेर मरल आयो, कति पैसा दिनु भाइ? अरे को मऱ्यो फेरि? खाना पनि माटो गिटी बालुवा नै खान्छ क्या हो? के त भन्दाखेरि आफूमा हो नि त, यो गाउँमा त्यति साह्रो भोकमा